मालुको गोलमेश्वर प्राविको शिक्षक हुँदा ज्वाइँलाई आउन जान घोडा किनिदिनु भई हरिदाई पनि घोडामै मालु जानुहुन्थ्यो। त्यतिखेर म सानै हुँदा खेल्ने काम मात्र हुन्थ्यो। एक दिन बिहान माइला दाई र साना दाई पढ्न जानु भएनछ। बाबाले गाली गर्दै घर बाहिर निस्किएर निस्किँदा चलाक साइला दाई कुदेर पढ्ने ठाउँमा जानुभएछ। तर माइला दाईले बाबाको थप्पड भेट्नु भएछ। साइला दाईलाई त आज जोगिस भन्नुभएछ है। बुवाले गाउँका बारीहरूको तिरो उठाई माल कार्यालय दोलखामा बुझाउनुहुन्थ्यो। त्यसैले उहाँलाई मुखियाली दिएको थियो। पछि जिम्मली र मुखियाली पद खारेज भएर गाउँका व्यक्तिहरूले मालमै तिरो बुझाउने चलन चल्यो। यो चलन 45-46बाट चलेको अनुमान छ भन्नु पर्यो। यहाँ के बाबा आमाका हामी 5 भाइ छोरा जन्मिएपछि पहिलाको खेतीले पुग्दैन भनी कान्छो भाइ 16 सालमा जन्मिएपछि जफे कात्तिकेमा बसेका जेठाका सन्तान राले बुढाले बाबालाई थाहा नदिई फदरगाउँका कृष्णप्रसादलाई हदमनीको कागज लेखी त्रिपाथीको मकैको बिउ लाग्ने बारी र 12 पाथी धानको बिउ लाग्ने घरमुनिको खेत समेत रुपियाँ 3000 लिएर बेच्नुभएछ। उक्त जग्गा बेचेको पछि थाहा पाएर कृष्णप्रसाद पौडेलसँग हकसाफी गर्छु भनी भन्न जाँदा नराम्रो शब्द प्रयोग गरी तेरो बाउले जन्माएको हो भने रु 3000 खन गन पाउँछस् भन्ने शब्द प्रयोगले बाबालाई झोक चलेर आएछ। सही हो, तर बाउले जन्माकै न आमाले जन्माको तर खन्दिनु भयो। अनि यसरी झोक चलेर आयो होइन। र शनिबारको दिन बिहान मसार घर रामचन्द्रलाई साथ लिएर एकजोर परेवा खिम्ती जालपा देवी थानमा पूजा गर्न जानुभएछ। देवी भगवतीसँग पुकार गरी हेलुका सरे वीरबहादुर कहाँ बास बस्नुभएछ। वीरबहादुर भर्खरै भारतबाट आएका रहेछन्। उनीसँग जग्गा किन्ने पैसा ऋणमा माग्नु भएछ। वीरबहादुरले पैसा त दिन्छु तर तिमीले मलाई ब्याज स्वरूप के दिन्छौ त भन्दा बाबाले साउ नबुझाएसम्म 20 मुरे रुम्टी खेलको धान टक्राउँछु भन्नुभएपछि भोलिपल्ट बिहान कागज गरी रु 3000 को रु 1 को डबल 3 पाथी गनेर दिएछन्। 1 रुपियाँको चाहिँ 1 पाथीको 1000 हुन्थ्यो अरे। यो चाहिँ सुनेको थिएँ हजुरको मुखबाट मैले। 15 मानाका डबल बालेर 15 मानाको डबल रामचन्द्रलाई बोकाई घर आउनुभएछ। अब कृष्णप्रसाद भनेको को भन न, ठाकुर र भीमसेनका बुवा जेठा मुखियालाई बुझाउन 1 जना साक्षी त चाहियो भनी बाबाकै मावली भाइ शान्तिप्रसाद काफ्लेलाई बोलाउनु भएछ। र रकमसहित शान्तिप्रसाद रामचन्द्र समेत कृष्णप्रसादको घरमा गई बाहिर गुन्द्री बिछ्याउन लगाई रु 1 को 3000 रुपियाँ ओइर्या हुँदा कृष्णप्रसादले नपत्याइरहेकोमा आश्चर्य मानी जिब्रो बाहिर निकालेका थिए रे। त्यसपछि गुमेको घरबारी खेत पुनः हकसाफीको कागज लेखी शान्तिप्रसादलाई साक्षी राखी जमिन फिर्ता लिनुभएछ। रातिको खेतबारी है 16 सालमा। उता वर्ष बित्न साथ ब्याज दिन बोक्ने मान्छेहरूले
वीरबहादुर आएछन् सरेको बिरुवा। ब्याज स्वरूप रोटी खेतको 20 मुठी धान 2 वर्षसम्म भर्नुभएछ। पछि त्यो ऋण तिर्न फेरि मालु जोगी गाउँका नयनसिंह योगीसँगबाट सयकडा 10 रुपियाँ ब्याज तिर्ने गरी रु 3000 सामा लिएर वीरबहादुरको ऋण तिर्नुभएछ। फेरि ऋण तिर्न र खर खाँचो टार्न झुले बमबहादुर कार्कीसँग पनि ऋण लिएर नयनसिंहको सामा ब्याज बुझाउनु भएछ। बमबहादुर 1 वर्षपछि भाखा नाग्यो भने फनाक्क घर घुमेर फलैचामा ओछ्याएको राडीमा नबसी आँगनको गारोमा बसेको चाहिँ मलाई पनि थाहा छ। घरभित्र आमा खाना र परिकार ठिक पार्दै हुनुहुन्थ्यो। सामा ऋण उठाउन कहीँ कडिकडाउ गर्ने बमबहादुर कार्की दाईलाई बुवाको दाई हो त्यो चाहिँ खानाको लागि आमाले बोलाउनु भयो। त्यो चाहिँ मलाई पनि थाहा छ। करुवामा पानी दिएर उहाँलाई ठुलो काठको पिरा बिछ्याई झर्काको ठुलो थाल वरिपरि दही दुध घिउ अचार समेतको परिकार खाएर कान्छीले मिठो परिकार खुवाइन् नबिर्सिने बनाइन् भनी उठेर चुटेपछि पहिला जङ्गिएका बमबहादुर नरम भई कान्छा रकम कहिले ल्याइदिन्छस् त भनी बिदा भएर गएछन् है। बाबाले गाउँमा मात्र होइन टाढा टाढाका मानिसहरूलाई पनि सेवा पुर्याउनु भएको थियो र त लेनदेनमा पत्याउँथे। समय चाहिँ अब के लेख्न बाँकी छ अझै कति सबै भएको यो लेखेको त त्यति तिम्रो राम्रो अब त्यो किसानहरूको चाहिँ खेत किनिदिएको लेख्न बाँकी नै छ।